सबैलाई नमस्कार। म अर्जुन भुसाल आफ्नो श्रीमान दुर्गाबहादुर गुरुङ 35 वर्षीय श्रीमान दुर्गाबहादुर गुरुङ सम्पर्क बिन भएर रत्नगर नगरपालिका 15 गणेश चोक चितवनबाट सीतामाया सिंह हाम्रो अफिस आउनु भएको छ। सीतामाया सिंह आफ्नो श्रीमान खोज्न आउनु भएको हो। दुर्गाबहादुर गुरुङलाई हजुरले कहीँ कतै भेट्नु भएको छ भने खबर गरिदिनु पर्यो। इच्छा कामना 5 घरबाट निस्किनु भएको उहाँहरूको घर इच्छा कामना रहेछ। इच्छा कामना 5 बाट निस्किनु भएको आफ्नो 35 वर्षीय श्रीमान दुर्गाबहादुर गुरुङलाई खोज्न सीतामाया हाम्रो अफिस आउनु भएको छ भन्दै हुनुहुन्छ श्रीमान खोजिदिनुहोस् भनेर। यदि कहीँ कतै हजुरले दुर्गाबहादुर गुरुङलाई देखि भेटी हामीलाई खबर गरिदिन आग्रह गर्छु। दुर्गाबहादुर गुरुङलाई पनि मेरो अनुरोध, परिवार भन्दा ठुलो चिज यो संसारमा केही पनि होइन। आवेगमा आएर कतै ननिस्किनु, कहीँ नजानु। यदि जानु भएको छ भने पनि अब घर सम्झेर फर्केर आउनुहोस्। हाम्रा नम्बरहरू 98514941 980115648807 9801156488 मा फोन गर्न आग्रह गर्छु। बाँकी सीतामायाले के भन्दै हुनुहुन्छ पुरा भिडियो हेरेर उहाँको खोजीमा सबैलाई जुट्न आग्रह गर्छु। यो मान्छे सबैसम्म पुगोस्। नमस्कार। नमस्कार, म सीता गुरुङ। मेरो श्रीमान दुर्गाबहादुर गुरुङ अब हराएको नि अब घरबाट जानुभएको नि 8-9 वर्ष भयो। अब हजुर जहाँ भए पनि एकचोटि घर आउनुहोस्। जुन ठाउँमा भए पनि जुन ठाउँमा जुन काम गरेर अब बसे पनि एकचोटि घर आउनुहोस्। अब म बसिरहेको छु हजुर भनेर नि अब 8-9 वर्षसम्म बस्ने मान्छे अब अहिलेको जमानामा कोही छैन कि। अहिलेसम्म चाहिँ म तपाईँ नै भनेर बसिरहेको छु, आउनुहोस्। अब हजुरले चित्त बुझेन भने अब अब यो कुरामा मलाई चित्त बुझेन भने भन्नु, आउनु। मेरो गल्ती छ भने मेरो गल्ती देखाउनु। हजुरले गल्ती छ भने है मैले यस्तो गल्ती गरेछ, तिमीलाई कस्तो लाग्छ भनेर मलाई भन्न आउनुहोस्। आम्ने सामने कुरा गर्न आउनुहोस्। अब के अब सधैँभरि बाहिर हिँडेर त हुँदैन। अब म नि अब सधैँभरि एक्लै बसेर मेरो नि अब हुँदैन। आउनु, अब सँगै बसेर अब गफ गरौँ, कुरा गरौँ, मिलौँ। अब मिल्ने अब हजुर मिल्ने हो भनेदेखि अब मिलेर बसौँ। अब कतै कोही ल्याएर बसेको छ भनेदेखि नि अब आउनु, घरमा आउनु, कुरा गर्नु। अब बुवा हुनुहुन्छ, आमा हुनुहुन्छ, अब घर परिवार भाइ बहिनी सबै हुनुहुन्छ। अब गफ गरेर बसौँ। अब आमा नै बिरामी हुनुहुन्छ, अब बुवा नि आउनु भएको छ। अब बुवा नि यहीँ आएर बस्नु भएको। अब बुवाले नि अब केही शब्द बोल्नुहोस्। हस्तबहादुर गुरुङ, मेरो छोरा दुर्गाबहादुर गुरुङ हराएको कति वर्ष? 8 वर्ष 8 वर्ष जस्तो भयो करिब। अनि लामो समय भयो फन्ड कन्टिकै गर्दैन आमा बाबुसँग। कता छ जहाँ भयो भने आइदिनु। अनि तिम्रो श्रीमती तिम्रै साथमा बसिरहेछ। दुःख सुख आउनुहोस्, दुःख सुख बाँडेर मिलौँ, बसौँ। केही छैन मिलाउने भन्ने नै, मिलाउने नमिलाउने तिम्रै कर्तव्य हो। अनि आमा बाबुले त मिलेर बसेको देख्न पाए आत्माको खुसी हुन्थ्यो कि भन्ने अनुरोध गर्न चाहन्छु। हस्त यतिकै मैले भन्ने कुरा। हस्त नमस्कार। नमस्ते, म भाउजू, मेरो नन्द हो। हेर्नु तपाईँ कहाँ हुनुहुन्छ, कुन जिल्लामा हुनुहुन्छ, जहाँ भए पनि घरमा आइदिनु। आएर मेरो नन्दलाई यसरी रुवाएर नराखिदिनु। यत्रो वर्ष कुरेर तपाईँ भनेर बस्नु भए एउटा बाटो त दिनु। कि तपाईँ बस्न चाहनुहुन्न भने ठिकै हो, तपाईँ आउनुहोस्, जवाल सवाल हुन्छ गर्नुहोस्। होइन भने उसले तपाईँ भनेर कुरेर बसे यत्रो वर्ष भइसक्यो। आइमीको जिन्दगी हो, तपाईँको साथ भनेर बसे उसले। यसरी कुरेर बस्दा तपाईँ कहाँ लुकेर कुन ठाउँमा बस्नु भए, जहाँ हुन्छ जुन जिल्लामा हुनुहुन्छ तपाईँ आइदिनुहोस्। आएर मेरो नन्दलाई कि सम्हालेर राख्नुहोस्, मिलेर बस्नुहोस्, कि छुटकारा गर्नुहोस्, यति गरिदिनुहोस् ल।